Kara. डेनमार्कबाट के अरे दिशा गर्दा रगतदेखि नि पोल्ने दुख्ने समस्या थियो। हामीलाई चाहिँ डेनमार्कबाट हाम्रो भिडियो हेरेर आउनुभएको थियो। उहाँको चाहिँ दिशा गर्दा रगत जाने, दिशा गर्दा दुख्ने पोल्ने हल्लाउनु थियो। हामी चेक गरेर उहाँलाई पाइल्स र फिसर भएको देख्यौँ। आज 18 दिन भयो। लेजर गर्दा एकदम केही गाह्रो साह्रो केही नहुने रहेछ, एकदम सजिलो हुने रहेछ। अनि अर्को कुरा चाहिँ यो ग्यास्ट्रो केयरमा चाहिँ डक्टरहरू मैले एकदम फ्रेन्डली पाएँ। उहाँहरू यस्तो फ्रेन्डली हुनु रहेछ, केही समस्या भयो सुझाव दिने एकदम फ्रेन्डली मैले अरूमा देखिनँ, यहाँ एकदम राम्रो देखेँ र म यहाँ उपचार गर्न आएको। त्यो दिनमा चाहिँ अलि दुखे जस्तो अनुभव भएको थियो पछाडि, अनि त्यसपछि अर्को दिनबाट एकदम लेजर गर्न चाहिँ 15-20 मिनट लाग्यो होला। अनि कति भर्ना हुनुभयो? भर्ना हुन परेन, त्यही दिनमा बिहान लेजर गरियो, 4-5 घन्टा यहाँ बसियो। अनि त्यहाँ सिस्टरहरू पनि एकदम फ्रेन्डली हुनुहुन्थ्यो, उहाँले पनि सबै उयो गर्नुभयो। अनि त्यसपछि म 3 बजीतिर घर गएँ। अघिल्ला त कस्तो हुन्छ, अपरेसन भन्दा अगाडि एक दिन भर्ना गरिन्छ। यहाँ चाहिँ एक दिनसम्म भर्ना गरिन्छ नि, भर्ना गर्नै परेन? यहाँ भर्ना गर्नु परेन। अघिल्लो रात आउनु होला नि त हस्पिटलमा? अघिल्लो रात नै होइन, म बिहान आएँ। हजुर। अनि त्यसपछि अपरेसन भयो, सबै भयो। त्यसपछि म 3 बजीतिर तयारी एक दिन अगाडि गरियो। हजुर। बिहान 7 बजे आउनुभयो, हजुर। 1-2 बजे घर फर्कियो। एकदम राति घर फर्के जाने के गाह्रो भयो? केही गाह्रो भन्न, म एकदम नर्मल टाइपले गएँ घर। हजुर। नर्मल टाइपले गएँ, त्यसपछि त्यहाँ सुपहरू खाएँ, बसेँ। अनि त्यसपछि त्यही सिज बाथहरू लिएँ। अर्को दिनबाट नेक्स्ट डेबाट मलाई एकदम। अनि आज 18 दिन पछाडि डाक्टर साहबले हेर्दा के भन्नुहुन्छ? अहिले हेर्दाखेरि एकदम सब ठिक छ, राम्रो छ। अब मैले नर्मल डाइटहरू खान सक्छु भन्नुहुन्छ। डाक्टर मात्रै राम्रो भन्नुभयो कि तपाईँलाई राम्रो फिल भइरहेछ? होइन, डाक्टरले त्यसो भन्नुभयो र मलाई पनि एकदम राम्रो फिल हुँदै, इजी फिल भन्छ कि दिशा गर्दाखेरि यस्तो केही देखिएको छैन, ब्लड स्लड होइन, दिशा गर्दा पनि सजिलो भइरहेछ। डाक्टर साहब के भन्नुहुन्छ उहाँको बारेमा? के कस्तो थियो अरू? उहाँको लागि त लेजरको एकदम राम्रो आउटकम आएको छ, उहाँले आफूले फिल गर्नुभएको छ। यस्तो बिरामी छ भने यो ग्यास्ट्रो केयर एकदम राम्रो रहेछ, एकदम राम्रोसित गर्ने। यहाँ डाक्टर साहब सुशीलजी, सुभाषजीहरू एकदम राम्रो केयर गरेर गर्नुहुने रहेछ। एकदम मलाई 5 मा 5 दिन्छु म। यहाँ समस्यामा हुनुहुन्छ भने सबै यस रोगबाट पीडित हुनुभएका बिरामीहरूलाई चाहिँ आएर सेवा लिनुहुन। बिना दुखाइ सजिलै लेजर प्रविधिबाट पाइल्सको उपचार।